म त आफूले हेर दङ्ग पर्छु हौ। त्यस्तो पनि हुन्छ कहीँ मान्छेहरूलाई। म त आफूले हेरेपछि यस्तो दङ्ग पर्छु। यो हेयर कट गर्न थालेको त लगभग भयो होला हौ 4-5 वर्ष। सेम हेयर कट गर्छु क्या। राम्रो देख्छ। अब छोटो पार्न मन लागेको छ। छोटो कहिले पार्छु होला। पहिला एकचोटि काटेको थिएँ कि मैले 2016 तिर। ठिकै देखाएको थियो। खै किन हो पनि कपाल चाहिँ लामै पार्न मन लाग्छ तर फेरि अझै बाक्लो थियो नि काठमाडौँ बस्ने भएर त्यो बोरिङको पानीले बिगारेको। पार्कमा आएको तेह्रथुमको 10 गते पार्क भन्ने ठाउँमा। अनि लगभग 10 जना जति हुनुहुन्छ होला क्या यो पार्कमा। अनि मेन यो पार्क चाहिँ म 3rd टाइम तेह्रथुम आउँदाखेरि पनि आइपुग्न पाएको थिइनँ क्या। अनि एकदम धेरै एक्साइटेड थिएँ कि कस्तो होला। अनि मेरो बहिनी चाहिँ त तेह्रथुममा बसेर काम गर्छ। अनि ऊ चाहिँ आइरहेको हुन्थ्यो। अनि कस्तो फोमो भइरहेको थियो क्या मलाई यो पार्कको बारेमा। अनि आएँ आज म फाइनली। अनि रमाइलो भइरहेछ मलाई यहाँनिर पिङ खेल्नमा। एक्लै सोलो सिस्टरको दिदी सोलो पिङ खेल्दैछु म। मजा आयो पिङ खेलेर। अनि यो मेकअपले पनि कस्तो सुहाएछ क्या आज मलाई। तारिफ पे तारिफ। फ्रन्ट क्यामेराबाट अघि बोल्दाखेरि चाहिँ एकदम धेरै कन्फिडेन्ट होइन। ब्याक क्यामेरा आइसकेपछि चाहिँ म कहाँ हुन्छ कहाँ जान्छ मेरो कन्फिडेन्स नै हराउँछ। अनि त्यस्तै अब म पनि हराएको बाई।